220 पर्सरको पावर यस्तो हुन्छ साथीहरूलाई, हेर्नुहोस् त। त्यो त पुरै सिडीमा पनि चढिरहेछ क्या। ओहो, पावर त खत्रै हो है 220 को त यार। उहाँ फेरि खत्रै हुनुहुँदैछ, चलनको एकदम सिपालु हुनुहुँदैछ। राइडर नै मान्नुपर्छ उहाँले है। बाटो एकदम साँग्रो छ र पनि उहाँले चाहिँ खतरा तरिकाले चलिरहनु भएको छ। राइडर नै हुनुहुँदैछ उहाँ चाहिँ। बाटो एकदम साँग्रो छ क्या। बिचमा मान्छेहरू पनि हिँडिरहनु भएको छ। यो मान्छेहरू सबै डरिरहनु भएको छ। यो नेपालकै हो साथीहरू, नेपालकै हो, यो चाइनाको होइन है, नेपालकै हो। बाटो एकदम अप्ठ्यारो छ क्या। बाटो अप्ठ्यारो रहेछ र पनि उहाँले चाहिँ एकदम राम्रो तरिकाले चलिरहनु भएको छ। यदि एक्सिडेन्ट हुने हो भने त सिधै तल्लो बाटोतिर जाने हो नि त। एकदमै उ रहेछ कि रिक्सी छ यसमा चाहिँ है। पक्कै पनि उहाँ चाहिँ कतै कार्यक्रमतिर जाँदै हुनुहुन्छ।